तोर्साई गाइज 17-18 घण्टा अब मैले चाहिँ यही रोडमा बिताउनु पर्ने हुन्छ। यो त खोला कराइरहेको छ, देख्न सक्नुहुन्छ। कन्डम देखे त हौ माका। वेलकम ब्याक टु माई न्यू ब्लग। सो नाइट ब्लगमा तपाईँहरूले स्वागत। अहिले चाहिँ ठ्याक्कै कति बजेको छ भने 12 बजेको चाहिँ फाइन। अनि सो हामी चाहिँ माल लिनको भनेर क्रसर आएको थियौँ, तर गाडी बिग्रिएर रोडमै मेरो बास भइरहेको छ। अनि सो आज बिताउनु पर्छ मैले कति घन्टा भन्दा समथिङ 17-18 घन्टा अब मैले चाहिँ यही रोडमा बिताउनु पर्ने हुन्छ। अहिले चाहिँ ठ्याक्कै 12 बज्ने बेला भइसक्यो, तर यो क्रसर चाहिँ यता छ है, अनि यता अलि घरहरू चाहिँ उता छ, पर्तिरै छ। अनि सो मध्य रोडमा चाहिँ यता खोला कराइरहेको छ, देख्न सक्नुहुन्छ। अनि गाडी चाहिँ यहीँ बिग्रेको हो, देख्न सक्नुहुन्छ है। अब यहीँ सुत्नु पर्ने हुन्छ है। अनि यो चाहिँ यो बत्ती मात्रै बलेको हो क्रसरको, तर मान्छे चाहिँ छैन यता होइन। अनि हाम्रो गाडीको चाहिँ त्यो सापट गएको हो। कसम यार, अस्ति पनि सुतेको थिएँ, तर अस्ति भ्लग बनाएको थिएन। आज 17-18 घन्टा चाहिँ है मैले यहीँ बिताउनु पर्ने हुन्छ यही। सो गाइज के हुन्छ लेसी हेरौँ है त। सबै गाडी चाहिँ यस्तो छ, बिग्रिसकेको छ। दाइहरू चाहिँ गइसकिसक्यो है। अब 12 बजिसक्यो होइन। यस्तो यो सापट गएको हो होइन गाइज, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। अनि बाल्टिङमा मोबिलहरू चुँदैछ, झारिदिएको छ। सो गाइज डेन्जर अब होइन, म एक्लै छु होइन, तर छोरा मान्छे हो, आँट राख्नुपर्छ, डराउनु हुँदैन होइन। अब जस्तो सुकै परिस्थिति आयो भने सामना गरेर अघि बढ्नुपर्छ। के गर्नु, यस्तो छ गाइस। नाइट भ्लग अझ बवाल हुनेवाला छ है, देख्न सक्नुहुन्छ। के हो त्यही पनि यता जोस् बत्ती बलेर चाहिँ अलिक मलाई डर लागेको थिएन। अब हेर्नु है त, मेरो रुम चाहिँ यस्तो बनाइसकेको छु। यो चाहिँ गाडीभित्र पनि हो होइन। डर पो लागेर आउँछ। अब यसलाई चाहिँ यस्तरी स्याट लगाइदिनु पर्ने हुन्छ होइन। गरिब दुखीको जिन्दगी होइन, रोडमा सुत्नु पनि पर्छ। बाउले टन्न सम्पत्ति कमाइदिएको भए यति साह्रो दुःख त गर्नु पर्दैन थियो र। के गर्नु, गाह्रो पो छ। म चाहिँ अस्ति पनि सुतिरहेको थिएँ होइन गाइज। होइन, तर अस्ति चाहिँ भ्लग बनाएन होइन। अस्ति पनि सुतिरहेको थिएँ, भ्लग बनाइन। अनि अस्ति चाहिँ डर लाग्यो क्या लास्टै झन्। सो मसँग अनि चार्ज लाउनुको लागि चार्जर पनि छ, हामीसँग स्पिकर पनि छ गाडीमा होइन। बत्ती त यहाँ भइहाल्यो होइन। फाइनली गाइज रुम मिलाइसकेँ मैले चाहिँ होइन, यताउति सुत्ने चाँजो मिलाइसकेँ। अनि सो अहिले चाहिँ 12 बजेर 20 मिनट गइसक्यो है। अब चाहिँ मैले सुत्नु पर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ मेरो रुम हेर्नुलाई एकचोटि मैले कस्तो मिलाएँ। मसँग भगवान छ, मलाई के को डर। भगवान छ, गणेश भगवान हुनुहुन्छ। यता चाहिँ बेड सुत्ने ठाउँ। सो गाइस रुमको डेकोरेसन त हेरिहाल्नुभयो होला। अनि सो मैले यस्तो किन पर्जा लगाएको भने अस्ति मैले पर्जा नलगाएको निन्द्रै लागेन गाइस। 3 बजे 4 बजेतिर सुतेको होइन। यसो हेर्छु भङ्ग क्या, अनि उताबाट मलाई देख्ला कि भन्ने डर त्यो हुन्छ नि मनमा। त्यो एक खालको डर चाहिँ हुँदो रहेछ क्या जसलाई पनि होइन। अलिकति यो गुमुक्कमा सुत्नु र छ्याङ्गामा सुत्नुमा अलिकति डर हुँदो रहेछ। अनि सो अब रात पनि धेरै गइसक्यो, अब सुत्नु पर्ने हुन्छ। भोलि भात कहाँ खान जाने यार, गाह्रो छ। यताउता गाउँ पनि उता छ कता छ। सो गाइस त्यस्तै हो अब जिन्दगीमा। अब सधैँभरि अब राम्रो त हुँदैन नि, कहिलेकाहीँ नराम्रो पनि हुन्छ, कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति पनि पर्छ। त्यो सुत्नु पर्ने हुन्छ केही छ। ल बत्ती मारिदिउँ। ल गुड नाइट है गाइस। निन्द्रा पनि लाग्ने हो कि नलाग्ने हो होइन। अनि तिमीहरू लिम्बू दाईहरू त्यो गग्गीहरू मेरो भ्लग हेरेर हाँस्थ्यो होला होइन। बाटोमा सुत्नु पऱ्यो कुचिम भन्दा होला, तिमीहरूको पनि कुनै दिन आउँछ बच्चिया मरहरू। बाई बाई। वे गाइस तर्साउनु थाल्यो यार, के को आवाज आयो। तर्साई गाइस, तर्साई गाइस। केही नि जस्तो गऱ्यो गाइस यार। के हो गाइस यार, के हो यार। सो अहिले चाहिँ मध्य नि भइसक्यो होइन। म चाहिँ अब डर लाग्यो। म चाहिँ अब चुपचापले सुत्नु पर्ने हुन्छ होइन। गाइस गाह्रो छ मलाई यार।
गुड मर्निङ गाइज, गुड मर्निङ है, गुड मर्निङ। हिजो त यताउति गर्दाखेरि होइन यसो चालचुल गर्दैछु, तर्साउन थाल्दैछु, त्यति सुत्यो छ है। 10 बजिसकेछ। आम्मा यो पर्दा लगाएन भने त चिसो हुँदो रहेछ नि त यार। मेरो भाइले त भन्दै थियो रहेछ भने गाडीहरू काम गर्न थालेछ प्रसरमा यार। उठौँ यार, उठौँ गाइस यार, यार जम्म भनेको थियो यार। खोला यस्तो छ, म बसेको यस्तो ठाउँमा हो यो चाहिँ मालिस टु गर्दो रहेछ क्या है। यस्तो पाहाडहरू उता सुनकोशी पनि छ है गाइस। त्यो हुन्छ नि अलिअलि चालचुल गर्दैछ होइन, त्यही भएर म त निदाइदिन्छु क्या। आनन्द खोला नालाको पानीले मुख धुन पाउँदा त यार। फाइनल गाइस, म चाहिँ खाना आएको होइन टक्कसँगले नयाँ कम्पनीमा होइन गएको छ। यहाँ आफै पकाएर हामी बनाउँछ। खाना सकिएछ धन्य यहाँ, यति भइदिउन पुगिहाल्यो नि। अघि आउनुपर्ने रहेछ गाइस, सकिसक्यो यार। अन्डा चाउचाउ बनाएको छु होइन, दिन सक्नुहुन्छ। फाइनली गाइस म खाना खाँदैछु है। उठ्नु त अघि उठेको, तर खाना चाहिँ अब 12 बजीतिर खुवाइ हुन्छ नि त। अनि त्यही भएर फेरि नौलो ठाउँमा होइन भर्खर टक्क अङ्कलहरूले खाना छैन भन्नुहुँदैछ र पनि रहेछ होइन, मलाई पुग्ने त रहेछ। अघि आउनु पर्ने रहेछ क्या मैले होइन, तर मिस्टेक गरेछ क्या मैले। अघि आएको भए चाहिँ त्यसको अझै मासु भात खानु पाइने रहेछ होइन, अलिकति मिस्टेक भयो होइन अङ्कल। सो त्यही हो, अब नौलो ठाउँमा आइएको छ। त्यही भएर अब नौलो ठाउँमा त्यही त हो नि। अब धेरै मान्छेमा कम्पनी त हो होइन, धेरै मान्छेमा अब खाना खान पनि सकिन सक्छ। तर रहेछ क्या एक कुकर भाँदै रहेछ। अनि अङ्कलले अन्डा चाउचाउ बनाएर खाऊ भाइ भन, टक्क अन्डा चाउचाउ बनाएर मस्तले खाँदैछु। त्यो ग्याङ फाइनली गाइस खाना खाएर एकछिन रेस्ट गरेर होइन, अन्डा चाउचाउ थोरै भात रहेछ त्यो खाएर रेस्ट गरेर म चाहिँ यसो यहाँ छ नि तपाईँहरूलाई कोसी देखाइदिन आएको के। जलासहरू हेर्नु त, सुनकोसीकै है। हाम्रो गाउँतिर सप्त कोसी हुन्छ भनेर सुनकोसी हुन्छ, तर यही कोसी गएर सप्त कोसी बनेको हो है। बर्खामा चाहिँ ठुलो हुन्छ होइन, अब अहिले पनि ठुलो छ यार। माथिबाट हेर्दा त कस्तो अलिक अर्कैदेखि त यहाँ आएपछि त कति ठुलो यार। खोला पनि छ सानो। कस्तो जाडो छ यार, घाम नि नलाग्ने होइन। कोसी हेर्नु स्याटबरी लय देख्नुभयो कोसी है। सुनकोसी है गाइस। अनि यो पारिपट्टि चाहिँ सिन्धुपाल्चोक जिल्ला पर्छ, यता चाहिँ काभ्रे है। यही कोसीले सिमाना छुट्याएको छ गाइस। कस्तो जाडो यार, यो पानीमा डुबुल्की मार्नु कस्तो हुन्छ होला यार, जाडो हुन्छ होला। कति गहिरो छ यार, हरियो छ यार गाइस। आम्बो ल गाइस देख्नुभयो त। त्यो ग्याङ आजको भिडियोलाई हामीले यतितिर व्यवस्थित हान्नुपर्ने हुन्छ डेन्जर। अब 18 घन्टा भइसक्यो है, अब त बेलुका भइसक्यो, 4-5 बजिसक्यो होइन। अघि भात खाएको अनि म त मस्तले सुत्दैछु क्या। अनि सो आजको भिडियोलाई हामीले यति व्यवस्थित हान्नुपर्ने हुन्छ। च्यानलमा जति सब्सक्राइब हान्नु होला, सबैले माया देखाइदिनु होला होइन। अनि त्यही हो। अनि बेलुकादेखि मैले भिडियो बनाएँ, के कस्तो लाग्यो यहाँसम्म हेरिहाल्नु होला। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो। नेक्स्ट भिडियोको लाइट ओइट जय नेपाल, बाई बाई गाइस।